हेलो नमस्कार। अहिले हामी बेङ्गलोरमा छौँ। बेङ्गलोरका विभिन्न ठाउँहरूलाई हेर्ने क्रममा रहेको यहाँलाई जानकारी गराउन चाहन्छौँ र त्योसँगै भारदेव क्याम्पस भारसैन बथानको लागि केही आर्थिक सहयोगको लागि पनि हामीले अपिल गरिरहेका छौँ। विशेषतः त हामी बेङ्गलोर यो कर्नाटक राज्य तर्फ प्रस्थान हुनुको मुख्य उद्देश्य नै भारदेव क्याम्पसलाई आर्थिक रूपमा कसरी बलियो बनाउन सकिन्छ र यसलाई चाहिँ कसरी सक्षम क्याम्पस बनाउन सकिन्छ, यसलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले हामी कर्नाटकमा रहेको यहाँलाई जानकारी छ र यो विषयमा तपाईँ अवगत हुनुहुन्छ। अब हामी यो सँगै यात्राको क्रममा यात्रा गरिरहँदा विभिन्न ठाउँलाई यसो अवलोकन गरिरहेका छौँ र अवलोकन गर्ने कार्यलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ। यो साँच्चीकै एउटा इलेक्टेड सिटी छ जसले गर्दा त्यति धेरै जाम हुने सम्भावना अलिक कम हुन्छ। यहाँ लाखौँको सङ्ख्यामा नन स्टप रात दिन नभनिकन गाडीहरू सञ्चालन भइरहन्छन्, चलिरहन्छन्। यद्यपि यहाँको गभर्मेन्टले ट्राफिकलाई एकदमै सुस्त बनाइएको छ। यहाँहरूलाई एउटा नौलो कुरो चाहिँ के छ भने यहाँ तपाईँले एउटा पनि ट्राफिक प्रहरी देख्नुहुन्न सडकमा। एउटा राम्रो अभ्यास पनि हो यो आउट कन्ट्रीको सन्दर्भमा। हेलो यस्तो ठाउँ छ है त, एकदमै ब्युटिफुल प्लेस जहाँ सडकको छेउछाउमा यस्तो मजाको चाहिँ रुखहरू रोपेका छन् ताकि मानव शरीरलाई चाहिने अक्सिजन यो ठाउँबाट प्राप्त गर्न सक्छन्। त्यो भएको कारणले गर्दाखेरि बेङ्गलोरको हरेक ठाउँमा चाहिँ यस्तो दृश्यहरू देख्न पाउँछौँ हामीले। एकदमै सुन्दर छ। यहाँ त्यति धेरै गर्मी पनि हुँदैन, त्यति धेरै चिसो पनि हुँदैन, मौसम चाहिँ ठिकठाकै हुन्छ। मजाको मौसम, मजाको मान्छेहरू हुन्छन् यहाँ। सबै धर्म, सबै सांस्कृतिक साम्प्रदायिक रूपमा चाहिँ यहाँको बस्तीहरू चाहिँ बसिरहेका छन्। मजाको चाहिँ यो जङ्गलको बिचमा बस्ती जस्तै छ तर ठुल्ठुला घरहरू भएको भएर चाहिँ अझ राम्रो देखिएको छ। अक्सिजनको लागि एकदमै पारिवारिक वातावरण जस्तो बनेको छ। यस्तो छ भन पनि। पहिलोचोटि बेङ्गलोर आउँदाखेरि चाहिँ के थियो रे अवस्था यहाँको बेङ्गलोरको? पहिला त धेरै फरक थियो नि र पहिला र अहिलेको त आकाश पातालको फरक भन्यो नि। मान्छेको रहन सहनदेखि लिएर यिनीहरूको अब पहिलाको व्यवहार अहिलेको अब यसमा परिवर्तन देखेको भनेको मैले सबभन्दा परिवर्तन देखेको भनेको नेपालीहरूलाई पहिले चाहिँ यिनीहरू धेरै सम्मान गर्थे होइन, बहादुर भनेर बोल्थे। अहिले चाहिँ नेपाली लोक यसै भन्ने अलि यिनीहरू पनि अलि कन्सेप्ट त्यस्तो बसिसकेको छ। किनभने यो बस्ती धेरै भएको कारणले पनि हो, हाम्रो जनसङ्ख्या धेरै भयो नि, त्यो कारणले पनि हो। अब सबै जति राम्रो हुन्छ भन्ने पनि छैन नि त यहाँ। अब कोही अब चोरी गर्ने होइन, नेपालीहरू हुनु गलत छ नि त पारा। त्यही कारणले गर्दा अहिले नेपालीहरूलाई सबैलाई त्यसो त गर्दैन नि, तर कोही कोही मान्छेहरूको कारणले अहिले चोरी गर्दाखेरि नेपाली सबै लोक यसो त है क्या भन्नु मैले हामीलाई पनि परिश्रम गर्छन् होइन। ठिक छ, अरू ठिक छ। यहाँको हावापानीदेखि लिएर अब मान्छेहरू पनि त्यति फटा छैन नि। हामी जति फटा भन्नु नि त यहाँ हाम्रो नेपाली जति गलत गर्दैन। अब हामी चाहिँ यिनीरै काम गर्ने मान्छे होइन, यिनीरै काम गर्नु भनेर यिनीरै ड्युटी गर्छौँ। यिनीहरूसँग अब हामी अझै माथि भएर कुरा गर्न खोज्छौँ क्या। त्यही भएर अलि यिनीहरूलाई पनि अलि यिनीहरूको जति त चेतना हामीलाई छैन भन्ने पनि यसैले बुझ्छौँ। किनभने यिनीहरू अझ त्यतिकै भएर पनि यिनीहरू हामीलाई त्यति पेल्दैनन् क्या। अरू सबभन्दा मलाई मन परेको भनेको यहाँको हावापानी होइन। अनि अहिले त अब समाज पनि छ, यताउति छ। अनि अब यो नेपालीले चाहिँ अझ बढी चाहिँ आपराधिक क्रियाकलापहरू गर्ने भनेर थुप्रै सञ्चार माध्यमहरूले पनि लेख्छन्।
यसमा तपाईँको भनाइ के छ? यसमा त्यो अब यथार्थक रूपमा छ यसो धेरै जसो यथार्थक र के छ भने अब त्यहाँबाट अब चोरी गर्नेहरूको ग्रुप पनि आइरहेछ भइरहेछ भनौँ नि त अब प्रत्यक्ष भेटिरहेछ नि त अब छैन भन्नु पनि मिलेन होइन अब त्यस्तो अब सबै जसो त्यस्तो छैन अब नारा धेरै कोही हुन्छ नि यहाँ पनि हुन्छ नेपालमा पनि हुन्छ त्यस्ता कुराहरू त जहाँ पनि हुन्छन् तिनीहरूको लाग्दा अलि सर्वसाधारणले केही गरी खाउँ भन्ने मान्छेहरूले पनि अलिअलि दुःख पाइरहेको यो चाहिँ यहाँको एकदमै ठुलो समस्या भयो होइन मेन समस्या भनेको त्यही हो यहाँको यहाँको ड्युटी गर्दाखेरि यहाँलाई पर्ने दुःख कष्ट अन्य समस्याहरू के छन्? खासमा यो आफूमा पनि भर पर्ने कुरो हुन्छ सर होइन हजुर इमान्दारी साथ काम गऱ्यो भने हजुर अब यहाँको सेटहरूले पनि विश्वास गर्छ विश्वास दिलाउनु नै ठुलो कुरो हो होइन पहिला इमान्दारी साथ काम गऱ्यो भने पछि हामीलाई यदि समस्या पऱ्यो भने छुट्टी माग्यो भने छुट्टी दिन्छन् होइन छुट्टी नदिने होइन छुट्टी दिन्छन् केही बिमारी भयो भने ल जानु उपचार गरेर आउनु भन्छन् अब आफू पनि हस्पिटलमा पुग्छन् राम्रो सेटहरू होइन तर सबभन्दा आफूमा भर पर्ने कुरो हो यहाँको त्यति यहाँको मान्छे गलत होइन कि हाम्रो आफ्नै मान्छे गलत हो अब कतै जानु पऱ्यो पनि सेटलाई नसोधेर जाने होइन ड्युटी छोडेर जाने अब किनभने उसले राखेको मान्छे अब उसले विश्वासले राखिसकेपछि ड्युटी छोडेर उहाँ बाहिर गयो भने त उसलाई त अब रिस उठ्छ नि कसैलाई पनि अब हामीलाई पनि अब हामीले कसैलाई काम लगायो भने त्यो मान्छेले बराबर काम नगऱ्यो भने त हामी पनि भन्छौँ नि त गाली गर्छौँ उनले गाली गर्नु पनि स्वाभाविक हो जस्तो लाग्छ मलाई त त्यो मान्छेको ड्युटी छुट्नको कारण भनेको के हो भने अहिले यहाँ घुमघाम ज्यादा छ नि त एउटा नेपालीको बानी त्यही हो पिउने पनि अब पिउने घुम्ने त्यही हो नि त अहिले त्यही कारणले हो अरू त ठिकै छ सर हस् हामी यात्रामा छौँ र क्याम्पसलाई आर्थिक सहयोग सङ्कलन र अन्य केही प्राविधिक कुराहरूको साथ सहयोगको लागि चाहिँ हामी यो कर्नाटक राज्यको विभिन्न स्टेट के अरे विभिन्न जोनहरू र विभिन्न डिस्ट्रिक्टहरूमा हामी गइरहेका छौँ त्यसैले अब हामी हेलङ्काबाट हामी अहिले कहाँ जाँदैछौँ? नेपाल जाँदैछौँ अब 1-2 घन्टा नेपाल बसेर त्यहाँबाट हिँडेर हामी छिटो झा भन्दैछ सिङ्गलमा अहिले के गर्दा ढिला भनेर यसलाई डाँटिरहेको छ कि अब हजुरलाई त आउँदैन होला भाषा होइन ड्राइभरलाई डाँटिरहेको छ यस्तै हो भाषा नजाने भने के गर्नु भाषा जाने भने राम्रो पनि छ नराम्रो पनि छ किनभने भाषा नजाने भने अब गाली गरेर पनि सुनाउन सकिन्छ होइन यहाँ के भाषा बोल्ने मान्छेहरू बस्छन्? के भन्नुभएको छ यहाँ के भाषा बोल्ने मान्छेहरू यहाँ भाषा त यहाँ त अहिले अल भाषा भन्ने पनि भइगयो अब तामिलवाला यहीँ छन् कन्नड अब यहाँको लोकल भाषा भइहाल्यो होइन अनि बङ्गाली भयो धेरै थरीको बस्छन् यहाँ त अब बेङ्गलोरमा त थुप्रै छन् तर प्रायः जस्तो बेङ्गलोरमा कन्नड नै बढी चल्छ तामिल पनि खास बोल्दैन कन्नडकै चाहिँ अलिक बढी यहाँको लोकल भाषा भनेको कन्नडै अच्छा बोल्न त बोल्छन् अब सबै प्रायः जस्तो अझै पनि बढी युज हुने भाषा भनेको हिन्दी नै हो यहाँ पनि किनभने हिन्दी बस्ती चाहिँ राष्ट्रिय भाषा भएको भएर चाहिँ हिन्दी चाहिँ अझ बढी बोल्ने भयो होइन त्यो पनि भयो अब हरेक थरीको अब नेपाली आए पनि हिन्दी बोल्ने यहाँको नेपाली अब हिन्दी नबोली नहुने अवस्था पनि भयो नि त काममा प्रायः जस्तो हिन्दीवाला हुन्छ नि त्यही कारणले हिन्दीवाला चाहिँ बढी यहाँ ट्राफिक व्यवस्थापनमा चाहिँ अत्यन्तै राम्रो बनाएको रहेछ होइन सबैभन्दा मनपर्ने भनेको ढिला भयो भने यहाँको सिस्टम चाहिँ यो छ किनभने एक्सिडेन्ट पनि कमै हुन्छ नि त यहाँ हजुर ट्राफिक लागेको हुन्छ ट्राफिकले गर्दाखेरि खासै त्यति ट्राफिक पनि मान्छे ट्राफिक चाहिँ नबस्दो रहेछ बत्तीको इसारामा चाहिँ मजाले त्यो चल्ने भयो होइन एउटा सिस्टममा राखिदियो सिस्टम हुन्छ सर यिनीहरू सिस्टम अब कसो हुन्छ भने मान्छे भयो भन्दा पनि राम्रो छ कि सिस्टम अब यहाँबाट क्रस भइसकेपछि यिनीहरू सबै यो लाइसेन्स हुन्छ नि त्यो लाइसेन्स चाहिँ क्याच गरे हुन्छ क्या क्यामेराले अनि त्यतिखेर यिनलाई फाइन काट्न यिनलाई त्यहाँ जानुको जरुरत हुँदैन फाइन अटोमेटिक फाइन काटिदिने यिनीहरू खाताबाटै काटिदिन्छ है खाताबाटै अटोमेटिक फाइन काट्दिन्छ त्यही भएर त्यति लापरवाही पनि गर्दैन तर नेपालमा त अब त्यो सिस्टम छैन होइन यहाँ त अब ट्राफिक पुलिस नै हुँदैन यहाँ त ट्राफिक पुलिस तपाईँले देख्नु भएको छ कहीँ हुँदैन कहीँ पनि अहिलेसम्म मैले कहीँ देखाएको छैन यहाँ त्यस्तो छैन कहीँ यति
लफडा भयो झगडा भयो त्यो केही भयो भने चुम्बुक भयो भने पुलिस देखिन्छन् होइन हजुर नत्र खासमा ट्राफिकको लागि यसको लागि खास हुँदैन सडकमा कहिले काहीँ रोडमा देखिन्छन् होइन कहिले काहीँ देखिन्छन् यो किनभने लाइसेन्स चेक गर्नको लागि बिना लाइसेन्सवाला पनि चलाइरहेको हुन्छन् नि एक्सिडेन्ट हुने अनि तिनीहरूको लाइसेन्स नभएर तिनीहरूलाई फाइन ह्यान्डल हुँदैन नि अनि त्यो भएर लापरवाहीले चलाइरहेको हुन्छ ट्राफिक पनि छेडिरहेको हुन्छ क्या तिनीहरू त्यही भएर तिनीहरूलाई नियन्त्रण गर्नको लागि कतिखेर फाइन हान्नलाई ट्राफिक भेटिन्छन् सधैँ हाम्रो नेपालको जस्तो पनि हुँदैन रातिको तपाईँको दिउँसो त त्यति गर्दैन दिउँसोदेखि छेल्न मान्छे होइन रातिको तपाईँको 10 बजेदेखि यसो भेट्यो भने 10 बजेदेखि चाहिँ अलिक कडा हुन्छ ए ल जाममा पऱ्यौँ हौ हामी त जाममा